पढेछौ मलाई राम्रोसँग थाहा छ फेरि गफ हान्नु पर्दैन फेरि के कुरा गरे आलो यो मान्छेले गर्लफ्रेन्डसँग भैली खेल्न पाएपछि कसले खेल्दैन भन त अनि घरमा मान्नुहुन्छ त नमाने के भयो त घरकाले म जस्तरी हुन्छ जे गरेर हुन्छ मनाए त भयो हेर है यो चोटी मैले यस्तो गरी आफ्नो बाबाआमालाई भैली खेल्ने भनेर मनाएछु हेर है लालु यो चोटी तिमी भैली खेल्न नआउनु पर्छ नि तिम्रो साथी छ नि साथी त्यो सुशान्ते त्यसैलाई बोलाएर त्यहीसँग भैली खेल्छु के भयो केही न त्यसो नगर है सीमा तिमीले त्यस्तो गर्यो भने त म त जिउँदै मर्छु तिहार पनि घच्चकै नजिक आइसक्यो यार तिहारको काम सकम भनेको कामै सकिएन के गरौँ भयो बा के भयो म भैली खेल्छु है जेसुकै गर होइन तर यो नाक छ नि नाक यो काट्ने काम गरिस् भने भेट्छस् बागे ज्यापु हुन्छ कि हुन्छ तपाईँ ढुक्क हुनु छोरो कसको भन्नु तपाईँलाई यो भैली खेल्नेमा म पनि खेल्छु बाबा